म 2-3 दिन पछि ल्याइदिन्छु। ए अर्को समात्न जानी रे फेरि। त्यो त पुरै खैलाएर हो कि हो र? यो तारपिन तेल पाउँछ है बजारमा। जान्छ तारपिन तेलमा ल्याएर डुबाइदिन्छ। यो खै सर्लकै जान्छ तारपिन तेलमा एकछिन डुबाएर राखिदिने भने उयो खै यत्रो साङ्ला छन् त सबै पानीमा राख्दिएर हो कि। पर्खाल ननागे त यतिकै छोड्दिनु हुन्थ्यो कि यसलाई। साथी त साथी भयो खै के अरे। रम आएको हेर्नु रम आएको थियो। हेर्न तरुनी पल्टेको थियो। हेर्न आमा नुहाई धुवाई गरेर मङ बसाएर आएको। सबै ती जेबनी स्विच भनेको त्यो लैदिएछ कि। ए त्यो त अलिक बिरामी छ अरे क्या आज। त्यो के उहाँ रेस्क्यु गरेको ले त्यो पामेबाट त्यो त्यो अलिक बिरामी भयो अरे क्या। त्यो नयाँ ठाउँमा यिनीहरू पनि हुन सक्दैन जम्न होइन नभुक्ला पनि तर भुक्छ। जस्तो ज्ञानी कुकुर त कोही छैन। त्यो छोरा यो लिएर जाउँ न त आज भरे त्यो म दिन्छु। त्यो यो खै आछ कि यसलाई त्यसलाई घाँटीमा झ्याउ हुन्छ कि भनेर। यो एकदम बलियो हो। हेर्न यस्तो पानीमा राखेर कि यस्तो बिगारिदिएछ भाइ। सबै बिगारिदिएछ कि। यो त 1500 को साङ्ला हो भाइ यो। है तपाईँले लैजानु त्यो यहीँ छोडिदिनु है। मलाई कुकुरै बोक्नको लागि हो। त्यही भएन यसको नाम अब तपाईँले राखिदिनु कि। यसको नाम सेती हो। माया नाम राखिदिनु। माया मायाको पोको हो मेरो। माया नाम राख्नु। एउटा मोटे साङ्लोको पैसा पर्दैन के। यो लैजान्छ अरे कि साटेको। यो फलाम त्यतिकै नलानी भनेर के। कलेज लिएर आउनु मलाई भन है। मेरो फेभरेट कलेज हो भन। आमा मोटे त पिली भइगयो। ए मोटे यो माया यस्तो माया मोटे हैन मोटेको मोटी भन्ने नि हुन्छ। यसको सेती हो। सेती माया सेती माया यता हेर। ओ हेर सेती माया हेर। ल घर पायो ल। धन्य भयो अब त तेरो जिन्दगी। अब ल गोदर दिदी थ्याङ्क यू है। हजुरलाई धेरै धेरै धन्यवाद। जय होस् हजुरको। जय त मेरो आजीलाई भन्नु। ल बजेको जय होस्। यसलाई घर दिनु भएकोमा माया गर्ने घर। किर्ना उठेको दबाई लगाइदिनुहुन्छ यहाँ। लगाइदिन्छ यिनीहरूलाई। मैले भने नि हाम्रो छामाको घरमा पहिलो पटक हो मैले त्यो सेन चराको देखेको बच्चामा भनेर। साथीहरू म चाहिँ उहाँ तल छामाको घर चाहिँ एउटा स्ट्रिट डग चाहिँ एडप्सन गराएर अब यहाँ आमा घर आएर आमा र म माथि जानु लाग्यो है।
घरतिर यो त्यहाँबाट मैले यो फुल पनि किनेर लिएर आएको यो फुल बचाएर लैजानु पर्ने हो यो फुलहरू किनेर लिएर आएको थियो लगाउनको लागि है कहाँको त्यहाँ ब्याङ्कमा हामीलाई कुरेर बस्छ त नि अनि खै उस नागरिकता लियो ल आमा म हिँडेँ साथीहरू फुल लिएर ए भाइको धोती जति सबै खसेछ यहाँ सुनाउन्न होला हामीले बिचरा त्यो भाइ एक्लै बसिरहेको थियो तरकारी बनाउनु लागेको छु अघि चाहिँ म उता रामबजारबाट आएपछि चाहिँ कुकुरहरूलाई खाना दिएँ अनि त्यसपछि चाहिँ म चाहिँ एकदम थाकेँ जस्तो भएर कि 1 घन्टा पल्टेँ बिस्तारामा है अनि 5:30 बजीतिर उठेर फेरि फुलहरू रोप्न लाग्यो साथीहरू अघि ल्याएको फुलहरू है फुलहरू पुरा गोडमेल गरेर रोपेर नुहाई धुवाई गरेँ साथीहरू है अनि अब कफी खाँदै अब तरकारी पकाउँछु म है दुधको त तर जति सबै यहाँ कसेर अब चाहिँ तरकारी पकाउँछु साथीहरू आलु र मस्यौराको सुप बनाउँछु अनि छुर्पीको अचार पनि बनाउँछु भन्ने सोचेको थियो तर अहिले म भ्याउँदिनँ अब है बनाउन त्यही भएर चाहिँ अब अहिले झटपट हुने आलु र मस्यौराको झोल बनाउँछु म है झटपट पकाउनु पर्यो होइन यो गर्नु भएन 9 बजी सिद्धे रहेछ है काम गर्दा गर्दा यस्तै साथीहरू आज चाहिँ बिहान चाहिँ यो सेती भन्ने यता यो कहाँनिर नाम दोबिल्ला होइन साथीहरू यो मेरो बुढाको अफिस जाने बाटोतिरको कि यो नामै कस्तो आउँदैन कि त्यहाँको मलाई त्यहाँनिरबाट चाहिँ रेस्क्यु गरेको साथीहरू त्यो कुकुर चाहिँ है त्यो कुकुरलाई चाहिँ पाल्न चाहिँ मान्छेले नै पालेको अरे तर त्यो मान्छेले चाहिँ राम्रोसित नपालेर बाटोमा छोडेको रहेछ कि त्यो कुकुर अनि त्यसपछि चाहिँ हाम्रो गोदर दिदीले चाहिँ त्यसलाई चाहिँ खानाहरू दिने है मसला नि भत्तै भयो खानाहरू दिने गर्नु भएको रहेछ है अनि अपरेसन पनि भइसकेको छ त्यसको है अनि आज चाहिँ मेरो छानाको घरमा लगेर त्यसलाई राखेको छु घर त अब पानी पिनी है र त्यही हो साथीहरू बिहान भोलि चाहिँ त्यतातिर भएको भएर चाहिँ म चाहिँ अलिकति व्यस्त नै भएँ त्यहाँ गोदर दिदीले 10 बजे भनेर समय दिएको 12 बजे आइदिनु भयो त्यही भएर अलिकति ढिलो भयो कि र साथीहरू यति भन्दै चाहिँ म अब आजको मेरो दिन के गरेँ है म लामोसँग चाहिँ भिडियो बनाएको साथीहरू दिनभरिको है दिनभरिको त के भन्नु र है खिच्यो जे कामहरू गरिएको थियो त्योहरू सबै खिच्यो र योभन्दा अगाडि पनि भिडियो नखिचेको होइन साथीहरू भिडियोहरू खिचेकै थियो साथीहरू है एकचोटि खिचेपछि त अनि बिर्सिजाने साथीहरू अनि त्यही भएर अनि त्यो भिडियो सबै फाल्दै प्रत्येक दिनको भिडियो थियो साथीहरू मसित है गुड मर्निङ भनेको गुड नाइट भनेको त्यसको भिडियोहरू चाहिँ त्यो सब फाल्दै आज चाहिँ बिहानबाट नै भिडियो बनाउँछु भनेर चाहिँ यहाँ बनाउन लागेको हो तरकारी पनि यहाँ मैले झुइँ गरेँ साथीहरू है आलु र प्याज गरेर एकछिन भर्छु अनि मसला हाल्छु है यता मस्यौरा भिजाएको छु पानी गुड मर्निङ साथीहरू आज चाहिँ दिदी चाहिँ तपाईहरुसित चाहिँ सानो जानकारी लिएर उपस्थित भएको छु है निशुल्क बन्ध्याकरण शिविरको बारेमा है हाम्रो एनिमल लभर्स ग्रुपको अनुरोधमा चाहिँ पशु शाखाको सरहरूले चाहिँ
भोलि चाहिँ क्याचिङ डे हो है, बिहान 6 बजेबाट नै क्याचिङको लागि हिँड्नुहुन्छ। तपाईँहरूसित चाहिँ के अनुरोध छ भने यो विशेष गरेर 10, 11, 12 नम्बर वडा है साथीहरू, पर्न त सबै होल पोखरा नै पर्छ है, तर मेरो एरियामा चाहिँ यो 3टा पर्छ है। त्यही भएर चाहिँ यदि तपाईँको वरिपरि चाहिँ बन्ध्याकरण नभएको मेल फिमेल कुकुरहरू जति पनि छ नि, उनीहरूको चाहिँ प्लिज तपाईँहरूको सही लोकेसन र नाम चाहिँ टिपाइदिनु होला पशु शाखामा। आज दिनभरिमा गएर है, भोलि बिहानबाट चाहिँ क्याचिङको लागि हिँड्नुहुन्छ सरहरू, र त्यसकारण चाहिँ तपाईँलाई चाहिँ विनम्र अनुरोध छ है, यति सहयोग गरिदिनु होला है। गएर चाहिँ पशु शाखामा चाहिँ आफ्नो लोकेसन र नाम टिपाइदिनु, भोलि बिहान चाहिँ उहाँहरू आफै आउनुहुन्छ है।